Guys, this is me and आज चाहिँ म पोखराबाट चाहिँ अलि यो गाउँबाट मैले देखिराख्ने दृश्य यो यतापट्टिको डाँडा पारिबाट हेर्थेँ होइन काउन्टाडाबाट अनि यो डाँडाहरू देखिराखिन्थ्यो कि अनि म चाहिँ एकदम क्युरियस थिएँ भनौँ न। अनि वेलकम टु माई भ्लग कि गाइस चाहिँ मैले भुलेछु भन्नु चाहिँ एन्ड देन एकदम क्युरियस थिएँ त्यो बुझ्नको लागि चाहिँ कस्तो छ होला त्यहाँ भनेर होइन। अनि म अहिले चाहिँ पानी परेको बेला हिँड्दा हामी चाहिँ आटीघर भन्ने ठाउँमा आइपुग्यो हो। एन्ड यहाँ चाहिँ जस पानी परेर अहिले चाहिँ बाटो चाहिँ एकदम अफ रोड अनि त्यसमाथि यस्तो मजाको गाउँको के हेर्नु न। हामी चाहिँ अहिले आटीघरतिर जाँदैछौँ होइन। यो गाउँ आटीघर गाउँ होइन, एकदम सुन्दर होइन। त्यसमाथि अनि बवाल यताबाट चाहिँ हामी भ्यू पोइन्ट जान्छौँ गाउँ हुँदै हुँदै। कस्तो राम्रो कि अब एउटा माथि जाने बाटो यता भने अनि यता तल जाने बाटो। गाउँ चाहिँ जस घरहरू चाहिँ अलिक धेरै नै रहेछ यतापट्टि हुँदै। वान अफ द दामी ठाउँ भनिदिउँ न, नजिकको अनि त्यसमाथि होमस्टेहरू भएको अनि यहाँ पोखराको भ्यू चाहिँ मजाको देखिने मजा यो राम्रो हुँदो रहेछ। यहाँनिर कति घर छन् नि? घर त गन्ने छैन, अन्दाजु भन्दा 100 छ दाइ? सबै घरमा मान्छे छन् छैन मान्छे। ए यो गाउँमा 100वटा घर छ भनिदिनु भयो त यार। यस्तो दामी छ त यार। अब यताबाट कता हो भन्ने कुरा हो। मेरो उहाँहरू पनि रहेछ। यो चाहिँ आटीघर गाउँको सुन्दरता भइहाल्यो है। यो पक्का पुरानो टाइममा भएको गुरुङ गाउँ जस्तो लाग्यो मेरो हिसाबमा चाहिँ। गुरुङ या मगर गाउँ है, ठ्याक्क हेर्दाखेरि चाहिँ त्यस्तै लाग्यो मलाई चाहिँ। नजानु भएको दाइ, हाम्रो साथीहरू यतै गए त उता मन्दिरतिर गए। बाटो चाहिँ जस गाउँ चाहिँ बाक्लो नै रहेछ दामी। अनि त्यसमाथि बल बाक्लो रहेछ गाउँ चाहिँ जस हल्का पानी परेको हुनाले छैन रहेछ बाटो। किन? मेरो साथी गयो उतै पुगिसक्यो। अनि अब यत्रो आइसकेपछि त
गाउँसम्म आइसकेपछि हुन त पानी पनि परेको छ। गाउँसम्म आएपछि मन्दिरसम्म किन नपुग्नु भनेर ओहो जुगा लगाएको क्या जुगा त लासेन नि। गाउँसम्म आइसकेपछि त मन्दिरसम्म त पुग्नै पऱ्यो होइन। त्यही भएर चाहिँ म चाहिँ अहिले मन्दिरतिर लाग्दैछु होइन। अनि मेरो चाहिँ साथी अलि उतापट्टि पनि मजाको गाउँ रहेछ। मेरो चाहिँ साथी सायद मन्दिरसम्म पुगी पनि सक्यो होला सायद। तर राम्रो दृश्य र एकदम राम्रो प्रकृतिले दिएको। अनि गाउँ पनि एकदम चिटिक्कको कता हो चिटिक्कको चाहिँ लाग्यो है मलाई। घरहरू त पुरानो टाइमको घरहरू गुरुङ गाउँ या मगर गाउँ कुनै गाउँ हो। त्यसरी घर चाहिँ त्यहाँ हेर्नु न माथि। मलाई चाहिँ वास्तवमा पुग्न मन लाग्यो त्यो माथिको डाँडामा हो कि रे। त्यो डाँडामा अलि अफरोड रहेछ भयो हुँदैन। यहाँसम्म चाहिँ अलिकति अफरोड अनि हल्का गर्दै पिच भेट्टाइयो। त्यही भएर सजिलै तरिकाले आइयो यहाँसम्म चाहिँ जे होस्। मन्दिर जाने चाहिँ कतापट्टिबाट हो भन्ने कुरो हो। यतापट्टिबाट त होला होइन। गाउँमा त्यति मान्छेहरू चाहिँ नबस्दा रहेछन् जस्तो लाग्यो मलाई। त्यति धेरै मान्छेहरू चाहिँ बसोबास छैन यो गाउँमा स्योर। अब यहाँबाट कता हो भन्ने कुरा हो। यतापट्टि हो कि यतापट्टि हो कोही छ भनेर सोध्नु पनि भयो। यो त घरतिर पुग्छ कि। बहिनी मन्दिर जाने बाटो कता हो नि? ए यही पछाडिबाट। सोधियो भने यही बाटो रहेछ। अब चाहिँ पुगिन्छ ल। रोज होइन यस्तो मजाको मान्छेहरू अझै आउँदैछन् त्यहाँबाट पनि। अनि गाउँ आमा कति सुन्दर हो कि यो गाउँ, कति सुन्दर हो। आहा यस्तो मजाको देखेछ यो गाउँ यार। आम्मामामा मान्छेहरू चाहिँ जस डेन्जर आउँदैछन् यार। आउँदो रहेछन् यार यो ठाउँमा। तलबाट आउँदैछन्। लास्टै सुन्दर गाउँ रहेछ यार आँटीघर। ल एक दिन पोखराबाट चाहिँ जस एक दिनको लागि चाहिँ बसोबास गर्नको लागि चाहिँ एकदम राम्रो दृश्य होइन। त्यो सहित मेरो साथी हेर्नु न उहाँ पुगिसकेछ कि अब मन्दिरमा होइन। अघि नै आइपुगेछ। त्यो चाहिँ यतातिर चाहिँ पानी नपरेर चाहिँ ठिकै छ। अनि अब यत्रो आएर अघि है मान्छेहरू यत्रो आए होइन। यत्रो तलबाट यहाँसम्म आए। यहाँबाट चाहिँ मन्दिर जाँदाखेरि चाहिँ त्यहीँबाट फर्किए कि गाउँ हेरेर फर्किए। अनि के फाइदा भयो त नि होइन? के फाइदा भयो? यहाँसम्म आए चाहिँ भ्यू पोइन्ट भनेको मन्दिरै रहेछ। यहाँ चाहिँ पोखराको भ्यू यस्तो राम्रो देखिँदो रहेछ। अहिले चाहिँ सायद पानी परेर नै हल्का बादल पनि लागिरहेछ। बादल लागेपछि चाहिँ अब कस्तो देखिन्छ थाहा छैन। तर यहाँको मान्छेले भनेअनुसार चाहिँ यहाँ बसोबास गर्ने मान्छेहरूले भनेअनुसार चाहिँ जस एकदम राम्रो दृश्य देखिन्छ अरे पोखराको। पुरानो आमैको घर त्यहाँ गाजाबारी माथि। साथी चाहिँ माथि पुगिसकेछ। जस आजको स्याटरडे होइन। स्याटरडे चाहिँ रमाइलो भइजोस्। आँटीघर आएर एउटा नयाँ गन्तव्य भेटियो मलाई चाहिँ। यहाँ जुगाले पनि यहाँ सानो जुगाले टोकेछ होइन। अब यसलाई निकालिदिएँ मैले। त्यो पछि चाहिँ अब फेरि मेरो हिँड्न स्टार्ट। एउटा कुरा चाहिँ के हो भने जुगाले टोकोस् के मतलब भएन।
यो खुट्टा मैले सेतो लाग्यो नि त त्यो चाहिँ फेरि रातै नै बनाउँछु क्या साथी। यो बाटो हिँड्दै आउन नि मिल्दो रहेछ क्या डाइरेक्ट यहाँ थियौँ, तर हामीले चाहिँ ठिक गऱ्यौँ गाउँबाट आएर। कस्तो राम्रो सुन्दर रहेछ नि त गाउँ होइन। मेरो साथी चाहिँ यहाँ ए सस्पेन एक्लै आएर छुपा रुस्तम ल एकदम शिवजीको होइन मन्दिर। श्रावणको महिना शिवजीको मन्दिर होइन, शिवजीको हो कि माताको हो? माताको रहेछ, संसारी देवी माताको रहेछ श्रावणको महिना। तर ठिक छ माताको दर्शन गरियो। अनि त्यो चाहिँ हाम्रो गाउँ आँटीघर गाउँ है, सुन्दर दृश्य सहित। अनि उता पारीको बाटो आयो भए हामी पिच रहेछ उता माथिसम्म अझै जान मिल्थ्यो होला सायद। अनि ल हेर्नु साथीहरू, आमामामा बादल यता छ हो, आम्मामा दृश्य यहाँको आहा कति सुन्दर छ यार। आहा बादलहरू खेलिरहेछ होइन। हाम्रो गाउँ डाँडा चाहिँ कहाँ पऱ्यो? कहाँ? यो त होइन साथी, होइन नि साथी। गाउँ डाँडा यो डाँडाको होइन हो, यो डाँडाको पछाडिपट्टिको गाउँ डाँडा हो वहाँ। ल यसै गरी हाम्रो आजको ब्लग चाहिँ यहीँ समाप्त हुन्छ। सी यू गाइज।